पेसाले इन्जिनियर हुनुहुन्थ्यो, सरकारी कर्मचारी हुनुहुन्थ्यो, फर्केर आइसकेपछि आफ्नो परिवार पाल्नका निम्ति बेलुका हाम्रो किताब पसल थियो। त्यो 2048 सालमा दमननाथ ढुङ्गाना मेरो निर्वाचन क्षेत्रमा चुनाव लड्दै गर्दा मेरो पिताजी सरकारी सेवामा हुनुहुन्थ्यो। कुनै निजामती कर्मचारी सङ्घ भन्ने खोलेकै थियो, कुनै सङ्घमा आबद्ध हुनुहुन्न थियो, पार्टीको कुनै सदस्यता लिनुभएको थियो। पेसाले इन्जिनियर हुनुहुन्थ्यो, सरकारी कर्मचारी हुनुहुन्थ्यो, फर्केर आइसकेपछि आफ्नो परिवार पाल्नका निम्ति बेलुका हाम्रो किताब पसल थियो। हामी दाजुभाइहरू पालै बेलुका गएर किताब पसलमा बेलुका बेलुका गएर बस्नु पर्थ्यो। र मेरो बुवाले दमननाथ ढुङ्गाना र किशुनजी भएको चाहिँ त्यो बेलामा चाहिँ हाम्रो कफी फ्याक्ट्री पनि त्यो फ्याक्ट्रीमा गएर छापेर ल्याएर चाहिँ त्यो क्यालेन्डर बनाएर ल्याउनु भएको थियो। कुनै आर्थिक समिति थिएन, कुनै आर्थिक समितिमा बसेर उहाँले पाउनु भएको होइन। मेरो पिताजीले त्यो गर्नुभयो भन्ने कुरा कसैको रेकर्डमा छैन, कसैलाई थाहा पनि छैन। तर उहाँले त्यो बनाउनु भयो। हामी टाइम्स अफ इन्डिया त्यो बेलामा एकदम कम पसलमा मात्र पाइन्थ्यो, हाम्रो पसलमा पाइन्थ्यो। त्यो टाइम्स अफ इन्डिया लिन आउने मान्छेहरूलाई, त्यो नवभारत टाइम्स लिन आउने मान्छेलाई अलिकति थोरै त्यो बेलाको पढे लेखेको मान्छे भनौँ न भनेर आएको मान्छे जो पत्रिकाको ग्राहक हुन्थ्यो, पत्रिकाको भित्रपट्टि राखेर बुवाले फ्रीमा त्यो क्यालेन्डर बाँड्नुहुन्थ्यो। त्यो गएर खिच्नु, त्यो बेलामा क्यालेन्डर पनि ठुलो कुरा थियो। अहिले पनि मलाई यसो याद छ त्यो 2025 कति क्यालेन्डर बनाएर बाँडे। त्यो बेलामा नेपाली कङ्ग्रेसको नेपाल विद्यार्थी सङ्घ भन्ने सङ्गठनभन्दा बाहेक के पनि थिएन। कुन चाहिँ प्राध्यापक सङ्घ बनेको थियो? प्राध्यापक सङ्घ थियो होइन, प्राध्यापक सङ्घ एउटा थियो। प्राध्यापक सङ्घभन्दा बाहेक अहिले बनेको महिला सङ्घमा मङ्गला आमा हुनुहुन्थ्यो, सानो सङ्गठन थियो। अहिले बनेको जस्तो हाम्रो यो पछिल्लो समयमा हामी कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्दै हामीले बनाएको समानान्तर सङ्गठनहरू हुन्। तर काङ्ग्रेसको क्रियाशील सदस्य कति थियो? केही हजारमा क्रियाशील सदस्य थियो होला। तर लाखौँ त्यस्ता समर्थकहरू, शुभेच्छुकहरू थिए जसले काङ्ग्रेस भनेको लार्जर देन अ पार्टी अर्गनाइजेसन, काङ्ग्रेस भनेको एउटा आइडिया, एउटा फेथको कुरा किन डक्टर अधिकारीले भन्नुभयो म काङ्ग्रेसको मेम्बर होइन, म काङ्ग्रेसको कुनै क्रियाशील सदस्य होइन। मैले के भनेको छु भने यसपालि नेपाली कङ्ग्रेस पार्टीले यस्तो 10 लाख समर्थक शुभेच्छुकको मत गुमाएको छ। त्यो काङ्ग्रेसको जुन आज अहिले हामी खोजिरहेको छौँ, काङ्ग्रेस एज अ पार्टी हामीले के गर्नुपर्ने होला भन्ने लाग्छ मलाई भने त्यो 10 लाख समर्थक शुभेच्छुकका बिचमा म पुग्न चाहन्छु। म उनलाई भरोसा दिलाउन चाहन्छु एज अ पार्टी सभापति अफ नेपाली कङ्ग्रेस। तपाईँ जे कारणले गर्दा नेपाली कङ्ग्रेस हुनुभएको, जुन आइडिया जुनलाई विश्वास गर्नुभएको हो, अघि कुरा भयो त्यसलाई रिगेन गर्नुपर्छ, मोरल रिन्युअलको कुरा आयो। म त्यो ठाउँमा कुरा गर्न चाहन्छु, म त्यो ठाउँमा छलफल गर्न चाहन्छु। म पार्टीलाई कम्युनिटीमा लिएर जान चाहन्छु, त्यो कम्युनिटीको सेवामा लिएर जान चाहन्छु, कम्युनिटीको सहभागितामा लिएर जान चाहन्छु। म केवल पार्टीलाई पार्टी कार्यालयभित्र वा सङ्गठनको यी विषयहरूमा मात्र केन्द्रित गर्न चाहन्न, यसमा काम गर्न चाहन्छु। र अहिले गरेको कोसिस त्यही नै, अहिले गरेको प्रयास त्यही नै कि त्यसमा पार्टीभित्रका आन्तरिक कुराहरू कम महत्त्वका छन्, छैनन्, ती महत्त्वका छन्, त्यसलाई कम महत्त्व दिएको होइन। त्यसमा काम गर्ने